सबैमा नमस्कार। तो गाइस अहिले हामी यो कुन ठाउँमा छु गेस गर्नु होला। अनि यो बाटो काफी अलिकति चौडाइ बन्दैछ, मतलब धेरैजनालाई थाहा भइसक्यो मलाई थाहा छ। यो चाहिँ बनेपा बनेपामा छु अनि बनेपाको कुछ अवस्था कुछ यो प्रकारको छ, हेर्न सक्नुहुन्छ। अनि यसको अवस्था कुछ यो प्रकारको छ। यस बाटो बन्दैछ, सेन्टर पनि यहाँ रहेको छ। अब बाटो अलिकति जोस बन्दैछ तर धुलो छ अझै। लोकेसनको कुरा गर्ने भने कुछ यो प्रकारको छ। हजुरहरूलाई कस्तो लाग्यो हाम्रो कमेन्ट गर्नु होला। तर यस्तो छ है, काफी सुन्दर नजारा छ यहाँ त, काफी गजबको नजारा छ। बाटो एकदम चौडा भइरहेछ। लगभग विगत धेरै दिनदेखि यो धुलो धुलो भइरहेछ। अझै 1 वर्ष जति लाग्छ जस्तो लाग्छ मलाई। हेरौँ यस्तो छ गाइस। अब केही दृश्य मैले हजुरहरूलाई सेयर गरेँ, कस्तो लाग्यो कमेन्ट गर्नु होला। ओके बाई।